नमस्ते एभ्रिवान, वेलकम टु माई न्यू ब्लग। हजुरहरू सबैलाई फेरि पनि स्वागत छ मेरो नयाँ ब्लगमा। र आज चाहिँ मसँग हुनुहुन्छ, मैले के भन्नु, साथी बन्ने कि दाजुभाइ बन्ने कि है? भाइ छ। हामी दाजुभाइ चाहिँ जाँदैछौँ आज सफिर मल मुभी देख्नको लागि, नेपाली मुभी। आफ्टर लङ टाइम म हजुरलाई स्वागत गर्न चाहन्छु मेरो ब्लगमा। नमस्कार, वेलकम टु माई ब्लग। हजुरलाई पहिल्यै नमस्कार चाहिँ है, मेरो पनि धेरै पछि लगभग वर्षै भयो कि क्या है? 1 वर्षै भइसक्यो फेरि पनि साथमा। र अब दाजुभाइ हामी सल्लाह गरेर नेपाली फिल्म पनि त हेरिदिउँ नि त है, कति हिन्दीमा चाहिँ हेर्ने, माया चाहिँ गर्नु पऱ्यो नि त। त्यही भएर स्वेटर होइन, रेस्पोन्स चाहिँ राम्रै आएको छ कमेन्टहरू मान्छेहरूले चाहिँ होइन, हेर्ने दर्शकहरूले चाहिँ मुभी चाहिँ राम्रै छ भन्ने कुरा छ। अब गएर हेरौँ होइन। हजुर, अब गएर हेरेपछि हजुरलाई पनि यसको रिभ्यू दिनेछौँ मुभी कस्तो रहेछ भनेर। अब जाँदैछौँ सफिर मल। सिधै हेलो जाम। सो गाइस, अहिले चाहिँ हामी आइपुगेको छौँ सफिर मल। अब जाँदैछौँ हामी पर्यटकको तरफ। हजुर
लागेको छ यो चाहिँ कमिङमा रहेछ कुन यो 29 मेदेखि चाहिँ चिने हेर्दै दयाङ राई भाइले अरेन्ज सिग्देल भइहाल्यो यो के भन्थ्यो नाम फेमस अहिले हामीले हेर्ने चाहिँ यहाँ उनीको स्वेटर ल यता नि हेर्नु पऱ्यो नि त अनि लास्टमा यही थम्बेलमा हाल्नुपर्छ झन् उनीको स्वेटर जाने तपाईँ त चेहरामा खुसी अर्कै भयो त के हो बनबोज भएर हो कि मान्छे त हुन्छ बिस्तारै आइपुगेको छौँ अहिले चाहिँ हामी उनीको स्वेटर हेर्नको लागि रेडी पैसामा छ 5 मिनट बाँकी छ त्यसपछि गुटुङ सुइङ है फर्स्ट टाइम नेपाली मुभी हेर्दैछ हामी आउट अफ कन्ट्री होइन कति हिन्दी मात्रै हेर्ने त है हप्तामा दाजुभाइ बसेर नेपालको माया गरौँ न त भनेर हामीले यो छ पोस्टर चाहिँ यो छ र स्वेटर यो छ भोजमा पनि जाने भन्ने कुरा छ नेक्स्ट कमिङ मुभी चाहिँ महाभोज कमिङ सुन 29 मे सायद फेरि पनि आइन्छ होला हेर्नको लागि ए तपाईँले यसको गीत सुन्नुभएको छ अहिले हामी जुन मुभी हेर्न जाँदैछौँ यो गीत सुन्नुभएको छ यसको गीत धान सुक्यो रापले पकाउँछन् कापले जाने कि नजाने भन्ने हो नि त अलमोस्ट गीतहरू त सबै हिट भइसक्यो मुभी हो क्या मुभी चाहिँ दामी छ जाने कि नजाने भन्ने त्यसमा सो अहिले वापस जाने हो स्वेटरको प्यान्टिङ आउनु वासरुम जाउँ न त अब चाहिँ हामी स्वेटरमा गएर भेट्नेछौँ तपाईँको समय लागि बाई अब चाहिँ सिरम होइन हामी स्क्रिन नम्बर 3 उनीको स्वेटर इन्ट्री फोटो खिच्ने हो जाऊँ न टाइम भयो अब इन्ट्री गरौँ ए हजुर टिक्छ पनि हो स्क्रिन नम्बर 3 अब हामी इन्ट्री गर्दछौँ छैन खाली नै हो लास्ट टाइम होइन केजिएफमा होइन हामी 2जना मात्रै बसेर हेरेको त्यही भएर होला 1 2 3 4 5जना चाहिँ यसपालि चाहिँ रहेछ केजिएफको पालोमा बस्ने कि अलिक पछि आउने यहाँ छ यहाँ हाम्रो यहाँ मैले लेखेँ 14 15 तपाईँ उतापट्टि बस्नु होइन खाउँदारनी तिमी त यस्तो थिइनस् त कहिलेदेखि रिस खडा भयो बुढी त डम्बरीले काम लाग्ने हो बढीमा घरमा त्यत्रो लाठी छोरा छ होइन तपाईँलाई चाहिँ दुःख नपो त्यसले केही गर्दैन सिनको बाँध्दैन लात्ताले दिनु नि त्यसलाई त किन मान्दैन खाजा साटेर खान्थ्यौँ ठट्टा गर्थ्यौँ साह्रै मजा पाउँथ्यो त अनि ठट्टाको राजा चाहिँ हाम्रो गाउँको सेराङ देख्ने नेपालीको त झन् मनमाटै मलिलो जे रोप्यो त्यही फल्छ कलिलो मली चोली माथि छड्केलायो घलेकी ए मखमली चोली माथि छड्केलायो मिडियम मिडियम है हजुर
छ उता ओसिन्छ है यो मिडियम हो मिडियम पनि ठुलो हुँदो रहेछ ठिकै छ कस्तो छ मकै जस्तो छ कि पपकर्न जस्तो छ मकै जस्तो छ है पाइँदैन होला र पाइन्छ कि किन पाइँदैन हौ टाइम ब्रेक टाइम पछि अब जाने खोल्ने मैले हो ल सुरु भयो फेरि मुभिज होइन त्यस्तो अरू यो त लाइट बाल्नु न ल आइरहेछ लाइट छैन किन बजार भेट्न बोलाउनु किन चाहिँ फोटो खिच्नु त छक्क पर्छु तिमी त साह्रै लोग्रे मानिस छौ कि क्या मित बाबुको घर नजिकै छ जाऊ बुझ त्यति कस्तो कुरा गर्यो म त उडाइदिन्थेँ खुट्टो ठुलो वेलकम ब्याक फेरि पनि अब चाहिँ हामी मुभी सकेर रुमतर्फ जाँदैछौँ र आजको मुभी कस्तो लाग्यो यसको बारेमा दाजुभाइको के छ रिभ्यू हेरौँ नि त कस्तो लाग्यो मुभी चाहिँ सोध्दै एकदम हुनुहुन्छ ल तपाईँलाई चाहिँ कस्तो लाग्यो फेरि पनि मुभी चाहिँ एकदम राम्रो लाग्यो है जे होस् नेपाली मुभी चाहिँ हेर्दाखेरि मुभीको नाम फेरि भनिदिनु त उनीको स्विटर हजुर है हजुर, एकदम हजुर। राम्रो लाग्यो यो चाहिँ है हजुर। सायद सुपर डुपरै होला आशा राखौँ अब कहाँसम्म चल्छ है तर चाहिँ मलाई चाहिँ एकदम मन पर्यो त्यसको लागि चाहिँ है सायद पार्ट 2 अझ कडक आउला जस्तो छ है इन्डिङ त्यस्तै छ होइन एन्डिङमा चाहिँ ठाउँ राखेको जस्तो छ मिलन बिछोड के छैन अब त्यो कारणले पेन्डिङै छ गर्दाखेरि, जहाँसम्म लाग्छ म पार्ट 2 चाहिँ आउँछ होला योभन्दा राम्रो पार्ट 2 होला अब चाहिँ पार्ट 2 मा फेरि भेटौँला पार्ट 2 आशा गरौँ है आशा गरौँ पार्ट 2 आउला तर फिल्मले चाहिँ पुरा टाइम चाहिँ एकदम है बोरिङ बसेको बसे हेर्दा हेर्दै ठ्याक्कै सकियो क्या अब कस्तो एकदम रोमान्टिक है अलि एकदम लभ स्टोरी स्टोरी सबै मिलाएर छ कि राम्रो छ त्यसमा चाहिँ गीतको ब्याकग्राउन्ड गीतहरू चाहिँ दामी छ है राम्रो लाग्यो फर्स्ट टाइम नेपाली मुभी चाहिँ मुभी चाहिँ बाहिर मेरो चाहिँ फर्स्ट टाइम हो मेरो पनि नेपाली बाहिर चाहिँ युएमा चाहिँ फर्स्ट टाइम नै हो फर्स्ट टाइम त धेरै राम्रो लाग्यो अस्ति प्लानिङ त पिताम्बरको भएन भएन ठिक छ एनिवे फिल्म एकदम दामी बनेको छ है तपाईँहरू जो पनि हेर्नुहुन्छ यो ब्लग यदि यो फिल्म हेर्नुभयो भने तपाईँहरू पनि हेर्नु खुसी हुनुहुन्छ त्यो यतिको फिल्म धेरै राम्रो पैसा असुल छ फेरि मेन चाहिँ पैसा असुल Continue for 3 kilometers. ल अब चाहिँ फेरि पनि भेटौँला अर्को ब्लगमा तबसम्मको लागि गुड बाई